तपाईँ सबैजनालाई जिउँदो प्रभु येशू ख्रीष्टको नाममा जय मसी। तपाईँ सबैजनालाई ख्रीष्ट अभिवादन दिन चाहन्छौँ। जतिजना तपाईँले आज यो भिडियो मार्फत हामी दुईजनालाई देखिराख्नु भएको छ, म आफै स्वर्णिम तामाङ अनि हाम्रो मिनिस्ट्रीको सबै लिडर राहुल प्रधान राहुल सर पनि आउनुहुन्छ। अनि तपाईँले धेरै बादमा यस्तो मिनिस्ट्रीको केही इन्फर्मेसनलाई लिएर अनि साथैमा मिनिस्ट्रीको अपडेटलाई लिएर तपाईँले हामीलाई देखिराख्नु भएको छ आफ्नो स्क्रिनमा। अनि म तपाईँ सबैजनालाई ब्लेस गर्न चाहन्छु केही कुराले। अनि यो वर्ष प्रभुले जसरी यो वर्ष काम गर्न दिइराख्नु भएको छ, जे कुरा प्रभुले यो वर्ष भिजन दिइराख्नु भएको छ, अनि सो एउटा ओभरभ्यू अनि एउटा लुक म तपाईँलाई सरर एक दुईवटा कुरा जुन प्रभुले यो वर्ष तपाईँ नि मेरो जीवनमा अनि यो प्रभुले दिनुभएको यो सेवाकाय यो खेतमा गर्दै गर्नुभएको कुरा। पहिलो कुरा प्रभुले यो वर्ष तपाईँ मेरो जीवनमा जुन कुरा यो प्रोफेटिक कुरा जुन चाहिँ मिनिस्ट्रीको 6th इयरभित्र हामी छिरिरहेको छौँ अनि प्रभुले यो 6औं वर्षमा प्रभुले हामीलाई दिनुभएको आज्ञा अनि हामी एउटा कुरालाई लिकन डेडिकेटेड भइरहेको छौँ, द्याट इज हामीले काम गर्नुपर्छ। द वान थिङ बोल्नुपर्छ होइन, अनि त्यसलाई प्रोफेसाइ गर्नुपर्छ भन्ने पनि एकदम जोड होइन, तर सबैभन्दा जोड दिएको कुरा चाहिँ के हो भनेदेखि द्याट वी हेभ टु वर्क। अनि 6 दिनले चाहिँ अथवा 6 नम्बरले चाहिँ कुरा बुझाउँछ द्याट टु वर्क। प्रभुले चाहिँ 6 दिन काम गर्नु भन्नुभएको छ, सो परिश्रम गर्नु भन्ने कुरालाई प्रभुले यो वर्ष दिइराख्नु भएको छ। अनि त्यसको फलस्वरूप यो वर्ष 5वटा कुरालाई लिएर जेनी अफ थियोस मिनिस्ट्रिज काम गर्न लागिरहेको छ। अनि त्यो 5वटा कुरालाई म सरल तपाईँको अगाडि भन्न चाहन्छु। त पहिलो कुरा चाहिँ के हो भनेदेखि नेपालको मिनिस्ट्री आउटरिच जो चाहिँ चाँडै हुन गइरहेको छ, जस विषयमा इन डिटेल्स तपाईँलाई हामी बताउनेछौँ। अनि दोस्रो कुरा हुनेछ त्यो चाहिँ समर क्याम्प 2026 जो चाँडै हाम्रो डेट्स कन्फर्म डेट्सहरू रिलिज हुन लागेको छ। अनि तेस्रो कुरा मन्थली सेलमी जो चाहिँ रिज्युम हुन लागेको छ यो आउने महिनादेखि। अनि रिकर्डिङ प्रोजेक्ट जो चाहिँ हाम्रो धेरै वर्षदेखि परमेश्वरले हामीलाई डकुमेन्ट गर्न दिनुभएको कुरा, धेरै वर्षदेखि उता परमेश्वरले दिनुभएको यो प्रोजेक्ट्सहरू जो कुरा चाहिँ प्रभुले हामीलाई ओके तिमीहरूलाई ब्लेस गर्छु भनिकन दिनुभयो। अनि यो सबै कुराहरू हामी तपाईँहरूलाई यो वर्ष हुन्छ भन्ने कुरालाई परमेश्वरले हामीलाई काम गर्न दिइराख्नु भएको छ। अनि द लास्ट द्याट इज 5th अनि त्यो 5औं कुरा चाहिँ अपवर्ड च्यापल फेलोसिप हुन लागेको छ। अनि त्यो 5औं कुरा जो चाहिँ प्रभुले विकली गर्न दिइराख्नु भएको छ, अनि यो चाहिँ फुल्ली अनलाइन अनि साथैमा अझै प्रभावकारी रूपमा परमेश्वरले यो वर्ष गर्न दिइराख्नु भएको छ। अनि यो 5वटा कुरामा यो वर्ष काम हुन लागिरहेछ अनि हामी एक्साइटेड छौँ यो कुरालाई लिएर। जुन कुरा प्रभुले हामीलाई यो वर्ष गर्न दिन लाग्नु भएको छ अनि हामी यो चाहन्छौँ हामी सबैजना यो 5वटा कुराको लागि म यो चाहन्छु तपाईँहरूलाई पनि प्रार्थना अनि साथमा हामी जोडिने प्रयास। अनि तपाईँहरूलाई म यो भन्न चाहन्छु कि यदि तपाईँहरू पनि यो कुरामा जोडिन चाहनुहुन्छ, काम गर्न चाहनुहुन्छ, रोप्न चाहनुहुन्छ, अनि इफ यु वान्ट टु वर्क, तपाईँलाई हार्टली एकदमै म तपाईँलाई हृदयले तपाईँलाई स्वागत गर्न चाहन्छु। आई वान्ट टु वेलकम यु अल यो भूमिमा, यो खेतमा, यो प्रभुले दिनुभएको काममा, यो एउटा प्रभुले कमिसन गर्नुभएको वर्कमा म तपाईँलाई एकदमै स्वागत गर्न चाहन्छु। अनि साथैमा यो पहिलो कुरालाई अलिकति हामी जान्नेछौँ, द्याट इज मिनिस्ट्री आउटरिच जो चाहिँ नेपालमा हुन लागेको छ। म यो समय हाम्रो मिनिस्ट्री सबै लिडर राहुल सरलाई दिन चाहन्छु। हुन्छ, थ्याङ्क यू सो मच तपाईँहरू सबैजनालाई जय मसी। सो हामीले ठुलो सुअवसर मौका परमेश्वरबाट पाइराखेको छौँ, आउटरिच त्यो पनि इन्टरनेसनल गएर हामीले प्रभुको राज्यमा रोप्ने सुअवसर मौका पाइराखेका छौँ। मार्च 2 अनि 3 अनि 4 अनि सो यो डेटमा हामी स्पेसली वर्कआउट गर्दैछौँ हामी परमेश्वरको राज्यको लागि। त्योभन्दा अगाडि हामी थुप्रो तरिकाको टिम हामी मिलेर, हामी जतिजनासँग टिमहरू छ हामी एकअर्का मिलेर परमप्रभुसँग प्रार्थना रुको थियौँ, थुप्रो छरेको थियौँ। एज अ कटनी हामीले त्यो कुरालाई हार्भेस्ट गर्ने मौका पाउँदैछौँ। अनि सो ठुलो परमेश्वरले परिश्रम साथसाथै त्यो जग्गामा रोप्न हामीलाई लगाउनु भइराखेको दिनहरूलाई देख्दै गर्दा साँच्चै गदगद हृदय भएको छ। अनि सो इन्टरनेसनल नेपालको आउटरिच जुन चाहिँ भइराखेको छ थ्रु
जेनेपल थ्युस मिनिस्ट्री। अनि सो हामी एकदमै एक्साइटेड छौँ त्यो कुरालाई लिएर। अनि त्यसरी नै हामी स्पेसली तपाईँहरूको स्क्रिनमा एउटा पोस्टर पनि आइराखेको हुन्छ। अनि त्यो पोस्टरमा चाहिँ के छ भन्दै गर्दाखेरि सानोबडे क्युआर छ। किन भन्दै गर्दाखेरि हामी यो पालि चाहिँ एक्सपेक्ट लिएर थुप्रोजना सेवाकाई गर्दै गर्दा कन्ड्याम गरेको होइन, तर के पाउँछु कि भनेर हुन्छ नि त्यो आशामा हामीले पनि पहिला गरेकै हौँ। तर हामीले यो हुँदै गरेको सेवाकाईले चाहिँ हामीले के पाउँछौँ आशय भएर होइन, तर के छर्न सक्छौँ, के रोक्न सक्छौँ त्यो हृदय लिएर चाहिँ हामीले काम गर्दैछौँ। अनि सो तपाईँको अगाडि स्क्रिनको अगाडि एउटा स्क्यान गर्ने कुरा छ है, तपाईँले त्यहाँबाट हामीले तपाईँलाई हेल्प गरेर त्यो जग्गामा रोक्नको निम्ति तपाईँहरूले हामीलाई हेल्प गर्न सक्नुहुन्छ, सपोर्ट गर्नु सक्नुहुन्छ। त्यहाँनिर कन्ट्याक्ट नम्बर पनि छ, तपाईँलाई अझै कम्फर्टेबल हुन्छ भने त्यो नम्बरबाट पनि तपाईँले हामीलाई सम्पर्क गरेर हामीलाई तपाईँले हेल्प गर्न सक्नुहुन्छ त्यो सेवाकाईको निम्ति। अनि सो एउटा जग्गामा रोप्ने जग्गा त एउटा शक्तिशाली छ भने अर्को रोप्ने जग्गा चाहिँ अरू कतै पनि नभएर त्यो चाहिँ प्रार्थनाको भाग हो। अनि सो हामीले एउटा डेटलाई बनाएको छौँ, डेटलाई तोकेको छौँ 9 तारिक, 11 तारिक, 16 तारिक अनि 18, 23 अनि 25 6वटा डेट। अनि यो 6को पनि मिनिङ छ, बादमा बताउँला। अनि जुन चाहिँ हामी 6 वर्ष यो तपाईँले पछाडि देख्नु पनि सक्नुहुन्छ एउटा पोस्टरमा कि 5 वर्ष अब यो पालि हाम्रो जेनेपल थ्युस मिनिस्ट्री जिएसटी 6 वर्षमा लाग्दैछ। अनि 6 वर्षले चाहिँ जहिले पनि मेहनत गर्नु सिकाउँछ। अनि सो हाम्रो थुप्रो फास्टिङको डेट्सहरू हामीले तन्काउनु पनि सक्थ्यौँ, घटाउनु सक्थ्यौँ, बढाउनु सक्थ्यौँ, तर प्रभुको दासलाई जसले जिएसटीलाई लिड गरिराख्नु भएको छ उहाँले 6 दिन नै हामी उपवास बस्नुपर्छ भनेर एज अ बिब्लिकली उहाँले प्रभुको उपस्थितिमा बस्दै गर्दा पाएको कुरालाई उहाँले हामी बिचमा बाँडिराख्नु भएको थियो। सो द्याट्स वाइ हामी त्यो वर्ड नम्बरलाई पनि हामीले अलिकति वेट लिएर हामी त्यही आधारितै हामी फास्टिङ पनि बस्न गइराखेका छौँ। 3टा मन्डे, 3टा वेडनेसडे। अनि तपाईँहरू पनि इच्छुक हुनुहुन्छ, ओके म त यहाँबाट रोप्नु पाएन, यहाँबाट छोड्नु पाएन, तर थ्रु द म फास्टिङ प्रार्थनाबाट अनि प्रार्थनाबाट इफ तपाईँ सक्नुहुन्न भने प्रार्थनाबाट पनि तपाईँ हामीलाई त्यो सेवाकाईको निम्ति प्रार्थना रोप्नु पक्का सक्नुहुन्छ। अनि प्रार्थनाले चाहिँ एउटा गीतले भन्छ गर्भधारण गर्छ भनेर। अनि त्यो चाहिँ स्वर्णिम सरले एउटा टाइममा पवित्र आत्माले लेख्नु भएको थियो। अनि सो के विषयमा प्रार्थना गर्नु भनेर तपाईँ कन्फ्युज हुनुहुन्छ भने तपाईँको स्क्रिनको अगाडि प्रार्थनाको रिक्वेस्टहरू आउँछ अनि त्यो आधारित तपाईँले प्रार्थना गरिदिनु पर्ने हुन्छ। अनि सो प्रभुको वचनले भनेको छ एक समयको ख्याल गर भनेर प्रभुको वचनले हामीलाई सिकाउँछ। समय खराब भएको कारणले गर्दा एकअर्कालाई झन् बेसी उत्साह गर्नुपर्ने हामीले छ। अनि सो तपाईँले हामीलाई त्यो जग्गाबाट हामीलाई उत्साह गर्नु सक्नुहुन्छ। हुन्छ, थ्याङ्क यू सो मच। जय मसी। हुन्छ, हामीले अहिले भर्खरै मात्रामा नेपालको मिनिस्ट्री आउटरिचलाई हामीले सुनिरहेको थियौँ। अनि हामी तपाईँलाई इन्करेज गर्न चाहन्छौँ अनि साथैमा हामी तपाईँलाई साँच्चै नै अझै यो भनिकन आज भन्न चाहन्छौँ कि धेरै कटनी धेरै छ तर खेताला चाहिँ धेरै कम्ती छ। सो आज हामी हाम्रो सबै भागहरूबाट हामी जहाँ जहाँबाट सक्छौँ त्यो भागहरूबाट परमेश्वरको राज्यमा रोप्नको लागि हामी लागि पर्न साँच्चै नै यो दिनहरूमा आवश्यक भएको छ। अनि यो व्यस्त समयमा तर पनि रोप्ने हृदय, व्यस्त समयमा प्रभुको खेतमा खट्ने हृदय चाहिँ नि परमेश्वरले साँच्चै नै तपाईँलाई प्रचुर रूपमा आशिष दिनुहुन्छ भन्ने कुरालाई हामी विश्वास गर्छौँ। अनि जस्तो मार्च 3 तारिक नेपालको जुन मिनिस्ट्री आउटरिच हुँदै गरेको हुन्छ, हामी तपाईँलाई यो कुरा भन्न चाहन्छौँ त्यो लगत्तै सकेको बादमा समर क्याम्प जो चाहिँ जुन अनि जुलाईको बिचमा जो चाहिँ समर भ्याकेसन हुन्छ, तपाईँहरूको नानीहरूलाई तपाईँले अब तयारी गर्न सक्नुहुन्छ। अहिलेदेखि नै तपाईँले आफ्नो नानीहरूलाई, आफ्नो जवानहरूलाई, आफ्नो टिन्सलाई तपाईँले अहिलेदेखि नै त्यो टाइमलाई कन्सेक्रेट गरिकन त्यो टाइमलाई छुट्याइकन यही कुरा भनिकन तपाईँले राख्न आफ्नो छोराछोरीलाई कि अब समर क्याम्पमा चाहिँ तपाईँहरू एक्सपेक्टेड चाहिँ यो छ कि सिङताममै हुन्छ। सो सजिलो तपाईँहरूलाई हुनको लागि गर्नको लागि हामीले ट्राई गरिरहेको छौँ। अनि यसमा नट जस्ट वर्ड प्रेयर र सबै कुरा मात्रै होइन तर तपाईँलाई साउन्ड, म्युजिक, वर्सिपलाई लिएर कतिवटा कुरा वर्कसपहरू पनि हुने हामी तपाईँलाई आह्वान गर्न चाहन्छौँ। अनि साथैमा अरू कतिवटा एकदमै स्पिरिचुअल अवेकनिङ सर्भिसेसहरू जो चाहिँ साँच्चै नै परमेश्वरको anointed लिडर्सहरूबाट हाम्रो जेनेरेसनमा त्यो अब रोप्नुपर्छ भन्ने कुरालाई
हामी तपाईँहरूलाई आह्वान गर्न चाहन्छौँ यो क्याम्प। सो यो क्याम्प योपालि एकदमै अबाउट हामीले धेरै महिनादेखि अगाडिदेखि नै यो क्याम्पको लागि हामी प्रार्थना सुरु गरिसकेको छौँ। हामी तपाईँलाई भन्न चाहन्छौँ तपाईँहरूले यो प्रार्थनालाई उठाइदिनुहोस् भनिकन हामी तपाईँलाई एकदमै रिक्वेस्ट गर्न चाहन्छौँ। अनि त्यो क्याम्पलाई रिच गर्नका लागि हामी त्यत्तिकै बस्ने छैनौँ, तर जस्तो यो नेपालको आउटरिच सकेर आइपुग्छौँ त्यसको लगातार केही हप्ता बाद मन्थली सेलिब्रेट पनि रिज्युम भइरहेको छ अथवा सुरु भइरहेको छ। हामी तपाईँ सबैजनालाई स्वागत गर्न चाहन्छौँ। जहाँ जहाँ मन्थली सेलिब्रेट छ कति ठाउँमा तपाईँलाई लेटर नहोला, इन्भिटेसन नहोला, तर हामी तपाईँलाई भन्न चाहन्छौँ तपाईँहरूले पनि अब तृष्णा गरिकन तपाईँहरू कुद्नुपर्छ, तपाईँले लम्काउनुपर्छ आफ्नो हातहरू चाहिँ। सो हामी तपाईँलाई इन्करेज गर्न चाहन्छौँ यो कुराको लागि। अनि यति भन्दै आजको हाम्रो यो मिनिस्ट्रीको यो अपडेट भनौँ अथवा मिनिस्ट्रीको एउटा यो प्रभुले यो 2026मा प्रभुले गर्न लाग्नु भएको कामहरू जो तपाईँले म तयारी भइरहेको छ। आज हामी यहाँ दुईजना मात्रै देख्दैछौँ, आज तपाईँलाई कुरा यो पुरा कुरा भन्दैछौँ, तर आज म तपाईँलाई भन्न चाहन्छु हामी पछाडि जसले जतिजनाले प्रार्थना गरेर जतिजना उभिँदैछ अनि त्यो चाहिँ म्याटर गर्छ। अनि आज हामी तपाईँलाई भन्न चाहन्छौँ तपाईँहरू पनि यो स्क्रिन पछाडि जुन प्रार्थना गरिदिइराख्नु भएको छ तपाईँहरू भर्चुअली जस्तै प्रकारले तपाईँले जोडिकन तपाईँले आफ्नो प्रेयर आफ्नो सपोर्ट दिइराख्नु भएको छ। हामी साँच्ची नै त्यसलाई अनर गर्छौँ, हामी त्यसलाई एक्नोलेज गर्छौँ। अनि यो परमेश्वरको खेतमा परमेश्वरको राज्यमा एउटा साँच्ची नै यो चाहिँ ग्राटिट्युडको हाम्रो हार्ट लिकन तपाईँहरूको हाम्रो यो सानो धन्यवाद पनि हामी तपाईँलाई यो भिडियो अनि यो अन्त गर्दै गर्दा हामी तपाईँलाई व्यक्त गर्न चाहन्छौँ यो धन्यवाद पनि। अनि आजसम्म जतिजनाले प्रार्थना गरिदिइराख्नु भएको छ अनि जतिजनाले पनि तपाईँले सपोर्ट गरिराख्नु भएको छ, हामी यो चाहन्छौँ यो वर्ष अझै जमलको बसिकन हाम्रो पुस्तामा काम गर्ने समय आएको छ, कटनी गर्ने समय आएको छ, यो खेतमा काम गर्ने समय आएको छ भनिकन हामी दुईजनै तपाईँहरूबाट बिदा भन्न चाहन्छौँ। सबैजनालाई जय मसीह।